युरोपकै इतिहासमा सबैभन्दा डरलाग्दो दिन 28 अप्रिल 12:33 अप्रत्याशित रूपमा बिजुली गएपछि जताततै कोलाहल मच्यो। सबै मानिस घर बाहिर निस्के। एक्ज्याक्टली के भएको भनेर थाहा भएन। 35,000 यात्रुहरू स्टेसनमा जताततै छरिएर बस्न बाध्य भए। त्यो दिन 8 देखि 10 घण्टाभित्र बिस्तारै कुनै कुनै एरियामा गर्दै नर्मलाइज हुँदै गयो। बिजुली आउँदै गयो। कतिपय ठाउँमा त 17 घण्टासम्म बिजुली गइरहेको थियो। र हिजो बेलुकाबाट बिस्तारै इलेक्ट्रिसिटीबाट चल्ने यो ट्रेन मेट्रोहरू नर्मलाइज हुँदै गइरहेछ। हिजोबाट चल्न थाल्यो। म्याड्रिडको एउटा सबैभन्दा अग्लो बिल्डिङमा 200 मिटर माथि 4 घण्टासम्म सिसा सफा गर्न गएका कामदारहरू अल्झिएर बसे। 2 जना यात्रुहरूको मृत्यु भयो। 1 जना वृद्ध भ्यालेन्सियामा एउटा लिफ्टमा अल्झिएर बस्नुभएको थियो 8 घण्टासम्म। के भएको भनेर एक्ज्याक्टली अहिलेसम्म केही पनि ठोस रूपमा केही कुरा पनि पत्ता लाग्न सकेको छैन। तर भनिन्छ स्पेनको मुख्य बिजुली उत्पादनको स्रोत भनेको सौर्य र वायु हो। सबैभन्दा ठुलो वायु ऊर्जाबाट नै यहाँ बिजुली उत्पादन गरिन्छ। त्यो दिन अप्रत्याशित रूपमा धेरै गर्मी भएको कारणले गर्दा टर्बाइनहरू राम्रोसँग घुम्न सकेन र एनर्जी प्रशस्त रूपमा उत्पादन भएन र सिङ्क्रोनाइज हुन सकेन भनिन्छ। र यी सबै कुराहरू अहिलेसम्म पत्ता लगाउन नै बाँकी छ। के कारणले इलेक्ट्रिसिटीको रेट सिस्टम नै कोल्याप्स भयो भनेर यी कुराहरूको छानबिन अहिलेसम्म पनि भइरहेकै छ।